नमस्ते सम्पूर्णमा है। आज चाहिँ मेरो छुट्टी थियो, त्यही भएर यहाँ छतमा आएर यसो घाम तापिरहेको थियो। न्यानो छ नि त दिन आज। अन्त आज चाहिँ म यहाँनिर चाहिँ एउटा पोखरी जस्तो छ, तालाब भन्छु। यहाँनिर यसो वक गर्न जाउँ भन्दैछ। अनि त्यहाँनिरको यसो भिडियो बनाएर तपाईँहरूलाई पनि देखाउनेछु है। सो स्टे ट्युन। र म यहाँ आइसकेको छु है। अनि यहाँको भ्युज चाहिँ यस्तो छ। यहाँनिर अहिले चाहिँ मान्छेहरू कोही छैन रहेछ यहाँनिर, किनकि दिनमा मान्छे त्यस्तो हुँदैन नि त, एकदम खाली रहेछ। बेलुकाको यस्तै 6-7 बजेपछि चाहिँ यहाँनिर चाहिँ मान्छे यति साह्रो भिड हुन्छ। यहीँदेखिको पर जति पनि जग्गा छ पुरा फुल हुन्छ। तर अहिले चाहिँ एकदम एम्टी रहेछ, किनकि अहिले सबैजना ड्युटीतिर हुन्छ। बेलुका 6-7 बजीदेखि चाहिँ प्रायःको छुट्टी हुन थाल्छ। अनि यता चाहिँ पुरा बेलुका शीतल पनि हुन्छ, त्यही भएर यता पुरा मान्छे हुन्छ यहाँनिर। अहिले चाहिँ कोही पनि छैन रहेछ। अनि बेलुका त म आउने होइन, अन्त अहिले दिनमै आएको छु। अन्त यहाँ चाहिँ यस्तो छ, यहाँ चाहिँ बस्ने जग्गा राम्रो छ, अन्त रुखहरू पनि छ वरिपरि, त्यही भएर यहाँ मान्छे पुरा आउँछ। अनि यहाँनिर सानो पोखरी जस्तै छ। यहाँनिर चाहिँ पहिला हामी माछा मार्न आउँथ्यो, पहिला होइन है, जस्तीसम्म पनि आउँथ्यो। अहिले चाहिँ सायद कसैले पनि माछा पक्रिन आएको छैन सर, फिसिङ गर्थ्यो यहाँनिर। हामी पनि आउँदिनँ, अहिले त म त धेरै भयो आज आउँदैछु। अन्त यहाँनिर चाहिँ दामी थियो, अहिले त सुकेछ, झारहरू नभयो, हरियो देख्छ सबै। अहिले त कस्तो भएछ, यस्तो छ। यहाँनिर चाहिँ माछा खाने चराहरू पुरा हुन्छ। जस्तै यहाँनिर यो त बकुला भन्छ, यो त हाम्रोतिर पनि हुन्छ। यो पानी हाँसहरू पुरा हुन्छ। अन्त म चाहिँ स्टार्ट गरेको यहाँबाट घुमेर चाहिँ यस्तो छ यता, रेडलै घुमेर यता आङ भनेको। तर अल्छी पनि लाग्दैछ, किनकि एक्लै भयो। अन्त मान्छे पनि कोही पनि छैन रहेछ। पहिला त पुरा हुन्थ्यो, खै आज चाहिँ किन छैन रहेछ। अन्त र पनि जहाँसम्म जानु मन लाग्छ जान्छु, सकेसम्म त्यहाँबाट डल्लै घुमेर यता यस्तो घुमेर यता आउने ट्राई गर्छु म। पुरा झडी भएछ नि त यहाँ चाहिँ। यस्तो छ क्या, कहिलेकाहीँ हामी स्विमिङ पनि गर्थ्यौँ, तर अहिले त मैला छ, एकदम मैला छ। हामी चाहिँ यहाँतिर बसेर चाहिँ फिसिङ गर्थ्यो क्या, बल्छी खेल्थेँ। अन्त अहिले त खेल्दैन पनि रहेछ, मान्छेहरू पनि छैन। खै किन पहिला त पुरा हुन्थ्यो। यति मान्छे आउनु बिहान गरेको छ कि बेलुका त हुन्छ, मलाई थाहा छ। म माथि मेरो रुमबाट देख्छ नि त, छतबाट हेर्दाखेरि। अहिले चाहिँ छैन रहेछ। त यहाँ चाहिँ यस्तो, हामी यहाँ भयो, मेरो एरिया चाहिँ यहाँ थियो। म जब पनि माछा पक्रिन आउँथेँ, बल्छी खेल्न आउँथेँ, यहाँनिर जाल फ्याँक्थेँ। माछा पुरा हुन्छ, अहिले पनि छ होला, तर अहिले चाहिँ किन माछा पक्रिने मान्छेहरू चाहिँ छैन रहेछ। त्यत्तिकै हो। यहाँनिर चाहिँ पहिला यो झार हुँदा चाहिँ हरियो हुँदाखेरि चाहिँ मजाको देख्थ्यो, अहिले चाहिँ सबै सुकेछ, त्यही भएर राम्रो पनि देखेको छैन रहेछ। बिरुक्क लाग्दो थियो, सबै मैला कलर देखेछ। यस्तो छ एक्चुअलमा चाहिँ। म यसरी घुम्दै यहाँदेखिको यता घुम्दै गएर यस्तो घुम्दै गएर यता घुमेर चाहिँ यता निस्केर सिधै म रुम जान्छु ल। अनि यहाँ एक जग्गा यहाँनिर फिसिङ गर्थेँ, अन्त अर्को चाहिँ म उहाँ पर गर्थेँ। त्यहाँ पनि जाँदैछु, धेरै दिन बादमा आयो। तर पहिलाको जस्तो केही छैन, सबै यो हरियो हुन्थ्यो, अहिले चाहिँ छैन रहेछ। अनि म 6-7 महिना बादमा आउँदैछु। मेरो रुमदेखि कति 2 मिनट पनि लाग्दैन यहाँ आउनु, 2 मिनट लाग्छ होला। तर म चाहिँ 6-7 महिना बाद आउँदैछु यहाँनिर चाहिँ। छुट्टीको दिन त रुममै बित्छ सुतेरै, अरू दिन त त्यही हो, बिहान गयो बेलुका आउँछु, त्यस्तो घुम्ने टाइमहरू मिल्दैन। अहिले चाहिँ अस्तिदेखिको यता आएर भिडियो बनाऊँ भन्दै थिएँ, तर टाइमै पाएको थिएन। प्लस एक्लै हुन्छु, रुममा पनि एक्लै हुन्छु, अन्त घुम्नु पनि एक्लै मजा लाग्दैन। म त्यस्तो घुम्नु मन पनि पर्दैन क्या। अन्त सिटीहरू त झन् जाँदिनँ म, काम पऱ्यो भने पनि जान्छु, मेरो कामै पर्दैन त्यस्तो। अन्त यहाँनिर थियो, यो चाहिँ मेरो फिसिङ बल्छी खेल्ने जग्गा चाहिँ खास यो हो। यहाँनिर यहाँ खेल्थ्यो क्या, यहाँ फ्याँक्दाखेरि चाहिँ माछा ठुल्ठुलो आउँछ नि त। यहाँनिर हामी त्यति बेला त धेरैजना थियो साथीहरू, सिद्धा थियो, युनेस अमर थुप्रो थियो। अहिले त सबै केटाहरू कोही घर गयो, कोही अर्कै जग्गा सिफ्ट भयो, त्यही भएर
अहिले म चाहिँ एक्लै छु भनौँ न, म र मामा बस्छु, तर मामा अर्कै हुन्छ ड्युटी, मेरो अर्कै हुन्छ, अन्त दुईजना पनि भेट हुँदैन भनौँ न, एउटै रुममा बस्छु र दुई भाइ मात्रै हो एक्लै। तर आज चाहिँ पछि लागेर भए पनि निस्किएको नि साह्रै भयो। छुट्टीको दिनमा पनि रुममै बसेर बिताइदिन्छ, अन्त अरू दिन त त्यही हो ड्युटी बित्छ। आज चाहिँ आउँछु भनेर यहाँ भिडियो पनि बनाउँछु भनेर राखेको थिएँ, तर यहाँबाट उकालो कता यहाँबाट निस्किन्छु म। अन्त यहाँको भ्यू चाहिँ फेरि यताबाट हेऱ्यो भने चाहिँ यस्तो छ, त्यहाँबाट यति त काटेर आइसकेँ, अब फेरि यो गएर यहाँबाट फेरि लेफ्ट टर्न लिएर सिधा गएर त्यहाँबाट फेरि लेफ्ट मारेर अलिक गरम भएको जस्तो पनि लाग्नु थाल्यो। अब चाहिँ बेलुकै आउनु पर्दैछ 6 बजीतिर, अलिक छिटो आएँ नि त म, मान्छे पनि कोही छैन रहेछ अहिले त। बेलुका आयो भने चाहिँ यहाँनिर मजा आउँछ क्या, मान्छेहरू पुरा हुन्छ, जाइ चाहिँ यहाँदेखिको बस्ने जग्गा पनि हुँदैन भनौँ न, शीतल हुन्छ, मजाको दिन पनि। तर अहिले त के आँखा हेर्नु नहुँदो रहेछ, म त रुममा बसेको भएर घाम देख्दा त आँखा दुख्यो कि। यस्तो छ यहाँको चाहिँ। यहाँबाट चाहिँ दामी देख्छु होला। म बस्ने चाहिँ यहाँनिर हो, यतानिर यो बिल्डिङ कतापट्टि, यहाँ त हो, यहाँनिर यो बिल्डिङमा बस्छु है म चाहिँ। तर अहिले चाहिँ यता घुम्दै आएको, साह्रै सुन्ने हो केही पनि छैन है। यहाँनिर एउटा कुकुर रहेछ, त्यो र म सेम भएछ आज चाहिँ। अनि यहाँनिर चाहिँ हाम्रो त्यो टिस्टा उयो नदीहरू जस्तै उल्टा बग्छ क्या पानी यहाँ पनि। हुन त यो पानी कुनै त्यो नेचुरल पनि होइन, यो बनाएको हो। यो यहाँदेखिको परसन प्लेनै थियो अरे पहिला, हाम्रो मामाले भन्नुभएको। यसलाई चाहिँ मान्छेले खनेर बनाएको अरे यो पोखरी चाहिँ, होइन यस्तो मजाको बनाएको छ। तर पानी चाहिँ खै किन उल्टा घुम्छ, यता आउँछ ओह्रालो यता हो, तर पनि यता घुम्छ क्या, घुम्छ होइन यता चल्छ पानी चाहिँ। यहाँनिर चाहिँ म चाहिँ यस्तो एरियामा बस्छु, यहाँदेखि उता। तर हुनु त सिटी छ, म चाहिँ अलिकति यता आएको छु नि त, मलाई सिटीहरू घुम्नु मन पर्दैन, वाक्क लाग्छ कहिले घर जानु। घरमा गएर एक दुई दिन चाहिँ शान्तिमा बस्नु पाइरहेछ क्या, ट्याट रातभरि हल्ला, सुत्ने बेलासम्म पनि हल्लै भइरहेको हुन्छ, बिहानसम्म पनि हो। मलाई वक्का भइसकेको छ। अन्त यस्तो एकदम सुनसान एरियामा पिस भएकोमा आउनु मन लाग्छ। त्यही भएर अस्ति दिन आउनु मन लागिरहेको थियो, त्यही भएर आज चाहिँ आएको। यहाँनिर चाहिँ फेरि गाउँ एरियै भनौँ न, यो यहाँनिर अलिकति एग्रिकल्चरहरू हुँदो रहेछ, त्यो मकै हो भर्खर सानो भइरहेको रहेछ। यो चराको नाम मलाई थाहा थियो, तर मैले बिर्सेँ। यो चराको नाम कसलाई थाहा छ? यसले चाहिँ पुरा माछा हेभी खाइदिने, जताततै त्यही चरा मात्रै छ। यो त मैना होला, होइन पानी खाने माछा खाने चराहरू हो सबै यहाँ भएको। यहाँनिर चाहिँ यस्तो छ नि, साउथको मुभीतिर देखाउँछ त्यस्तै छ, तर यहाँको कतिजना मान्छेहरू अलिकति गयो भने हल्का डर हुन्छ, राति आउनु अलिकति डर हुन्छ, किनकि म त एक्लै बस्छु नि त, आउँदिनँ। दिनमै आएको, त्यही भएर दिनमा कोही नहुँदो रहेछ। अलमोस्ट म पुगिसकेको छु अब चाहिँ हो, यहाँबाट पर गएर त्यहाँबाट लेफ्ट टर्न लिएपछि त्यहाँबाट चाहिँ म रुम पुग्छु होइन, रुम अगाडि पुग्छु। त्यहाँबाट चाहिँ यसो उता सिटी त्यो बजारमै जान्छु। त्यहाँबाट चाहिँ बजारको त के भिडियो गर्नु है, मलाई चाहिँ यस्तै मनपर्छ क्या, शान्ति। तर अलिकति हरियाली हुनु पर्थ्यो, सुकेछ अहिले चाहिँ, किनकि अब विन्टर हो। अस्ति त्यो रेनी सिजनमा चाहिँ दामी देख्थ्यो यहाँनिर, किनकि यो पानी पनि अलिकति ज्यादा हुन्छ नि त्यति बेला, निलो देख्थ्यो। अहिले त अलिक मैला त होइन, र पनि ठिकै छ। तर यो चाहिँ हरियो हुनु पर्थ्यो, यो झारहरू सबै मरेछ नि त। म चाहिँ यताबाट स्टार्ट गरेको, यहाँनिरबाट यो पत्तै नभएको रुखबाट यस्तो घुमेर चाहिँ यहाँबाट अहिले फिलहाल चाहिँ यहाँ आइसकेँ। म चाहिँ यस्तो छु है, यो हालतमा छु। म चाहिँ डल्लै
मोटे मोटे डल्लै त के भनौँ 5'5" छु 5'5" त ठिकै हो नि साह्रै डल्लै होइन अग्लै त हो त होइन ठिकैको भनौँ पहिला त यो बाटोहरू पनि एकदम दामी थियो नि अहिले त यो घामले पनि सुक्खा भयो त्यही भएर पुरा चड्केछ पनि हो त दामी थियो त्यो रेनी सिजनमा चाहिँ अलिकति हिँड्नु अलिकति बाटो ग्यात हुन्थ्यो त्यो रेनी सिजनमा आएको त्यहाँबाट सिधा अहिले आउँदैछु म चाहिँ यहाँनिर त्योभन्दा अगाडि मैले भिडियो बनाएको थिएँ त्यो भिडियो खै केही कारणवश डिलिट भएछ अपलोडहरू पनि गरेको थिइनँ त मैले गर्थिनँ पनि अन्त अहिले चाहिँ गरिरहेको छु यहाँनिर चाहिँ एकदम सबै कुरो नेचुरल देख्छ हाम्रो गाउँघरमा जस्तै यहाँनिर प्ले ग्राउन्ड छ वरिपरि रुख छ बिचमा यहाँभित्र त पस्नु दिँदैन तर यहाँनिर राम्रो छ अस्ति म उत्तरटी गएर हेरेको थिएँ अस्तिभन्दा पनि धेरै अगाडि नै यहाँनिर यस्तोहरू छ यो त खान्छ पनि यो के भन्छ यसको नाम फेरि यो खान्छ चाइनिज डिसेस बनाएर कुनै आइटमतिर